भान्साको काम सबै भ्याएपछि म चाहिँ लागे छततिर। अब के काम गर्छु आउन सँगै गरौँ। वेलकम माई न्यू भ्लग साथीहरू। आज चाहिँ अलि चिसो चिसो मौसम छ कोवलपुरमा। म चाहिँ छततिर बिहान सफा गरेकै थिइनँ, सबै एकैचोटि गर्छु भनेर। अनि छतमा गमला हेर्दा त साथीहरू फुलभन्दा पनि झारले भरिएको रहेछन् कि। म चाहिँ अब हप्तामा 2 दिन मात्र घरमा बस्ने, त्यही पनि कहिले कता बिजी भएर गमलाहरूलाई फुलहरूलाई स्याहार्न पाएको नै थिएन कि। बल्ल बल्ल आज टाइम मिल्यो, त्यही भएर म आज चाहिँ फुललाई चाहिँ टाइम दिँदैछु। पानी परिरहेको छ अहिले चाहिँ, एकदमै राम्रो मौसम छ, एकदमै आनन्द शीतल खालको छ। सबैजनाले इन्जोय गर्नु होला। मैले पनि सबै काम भ्याएर आइसकेँ। अब म चाहिँ लाग्छु कपडातिर। मैले ठुल्ठुलो कपडाहरू चाहिँ वासिनमा राखिदिन्छु कि, अलिक धुनलाई धौ हुन्छ। सानो कपडा नानी बाबुको कपडा चाहिँ म आफै धुन्छु। अनि मैले सबै काम गरेर भ्याइसकेपछि कपडा धोएर नुहाएर सफा गरी सबै काम भ्याइसकेपछि आएँ म आफ्नो रुमतिर आएपछि म मेरो स्किनको लागि स्किन केयर प्रोडक्ट लगाउँदैछु। तपाईँहरूलाई चाहिँ मेरो मिनी भ्लग कस्तो लाग्छ? मैले जानी नजानी भए पनि मिनी भ्लग गराउने कोसिस गरिरहेको छु। सबैजनाले साथ दिनु होला, सपोर्ट गर्नु होला। हामी फेरि अर्को भ्लगमा भेट्ने नै छौँ। त्यसैजेलको लागि बाई बाई।